र तपाईहरुको दिन शुभ रहोस्, राम्रो होस् है त। म यति बेला यो रानी पोखरीको छेउमा बिलमा उभिएर यो दृश्य खिचिरहेको छु। सुन्दर छ रानी पोखरी। प्रताप मल्लले निर्माण गरेको यो रानी पोखरी पटक पटक पुनः संरचना हुँदै आएको छ। पछिल्लो पटक भूकम्पले क्षतिपछि फेरि निर्माण गरिएको हो। यसले नेपालको पहिचान पुगेको छ, इतिहास पुगेको छ, संस्कृति पुगेको छ र नेपालको परिमा पुगेको छ। वरिपरिका दृश्यहरू हेर्न सक्नुहुन्छ। सुन्दर छ, मनोरम छ। उता दरबार हाई स्कुल देखिरहेको छ। यो रानी पोखरी धार्मिक सांस्कृतिक हिसाबले पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ। काठमाडौँको केन्द्रबिन्दुमा रहेको रानी पोखरी मानिसहरूको लागि एकैछिनको लागि मन भुलाउने पनि बनेको छ। काठमाडौँमा यतिको ठाउँ पाउन गाह्रो छ। नानीहरू खेलिरहेका छन्। चराहरू चिरबिर गरेको छ। मानिसहरू आफ्नै सुरमा आवाजाव भइरहेको छ।